ल आज पनि प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरमा विवाह हुँदैछ। शिवश्रेष्ठज्यू र प्रनिसा पोखरेल बीच आज पाथिभरा मन्दिरलाई भगवानलाई साक्षी राखेर विवाह बन्धनमा गाँसिनु भएको छ। यहाँहरूलाई वैवाहिक जीवनको शुभकामना भन्दै पाथिभरा मन्दिरमा आएर उहाँहरूले माला लगाउने काम, सिन्दुर लगाउने काम गरिराख्नु भएको छ। ल तपाईहरुलाई वैवाहिक जीवनको शुभकामना, भगवान साक्षी राखेर विवाह बन्धनमा बाँधिने सोच राखेर उहाँबाट आउनुभयो। ल म थोरै अझै देखाउँछु। ल मोरङबाट आउनु भएको रहेछ। अझै हेर्नुहोस् है। ल मन्दिरमा पनि विवाह हुन्छ है, धेरैचोटि भएको छ। धेरैचोटि विवाह गर्नलाई देवीको दर्शन, त्यसपछि भगवानमा आएर विवाह गरेर कसम खाएर हैन बन्धनमा जोडिनुहुन्छ। यहाँहरुको बन्धन सदा राम्रो रहोस्, सम्बन्ध एकदम राम्रो रहोस्, यहाँहरुको वैवाहिक जीवन सुखमय रहोस्। पाथिभरा भगवानलाई श्रद्धालु भक्तजनहरू दर्शन गर्दै गर्दा श्रद्धालु भक्तजनलाई साक्षी राखेर वैवाहिक जीवनमा बाँधिदै हुनुहुन्छ। यहाँहरूलाई वैवाहिक जीवनको शुभकामना। ल ल शिवश्रेष्ठ प्रनिसा पोखरेल बीच वैवाहिक जीवन पाथिभरा मन्दिरमा श्रद्धालु भक्तजनहरूलाई साक्षी राखेर अनि भगवान साक्षी राखेर